गाइज अब चाहिँ हामी फाइनल जन्ती गराइसक्यो होइन के हो फेरि दाजु त्यस्तो नगर्नु न यार यो मान्छेले मलाई न्यु खोजिरहेको छ हामी के हो यार दिदी देख्नु भएन कि डनहरू है बोका हेर्ने गाइज बोका त्यहाँ खोरमा छ बोका अनि गाडी देखे चढ्दाखेरि कस्तो महसुस भयो तपाईँलाई यसको टाउकोमा यसको कपालले यता अब रमाइलो भइरहेको छ अझै पनि एउटै मात्र लाँदैछ 2-3 वटा मैले लानु पाए हुन्थ्यो भने कस्तो हुँदैछ तपाईँको बिहे एकदम ठिक छ तपाईँको सही छ एकदम राम्रो छ है यो बिहे भनेको म चाहिँ अब भर्खर हामीले भनेको चाहिँ एउटा लागेको छ होइन त्यसमा चाहिँ हामीले थपेर थप गरम गरेर चाहिँ लानु पायो भने है लानु पायो भने हाम्रो गाउँमा एकदम खुसीले राम्रो एकदम राम्रो कुरो हो सही कुरो हो ए भनेको तर आर्टले चाहिँ को छ होला यार हाम्रै भाइ हुनुहुन्छ आर्टले म त कहाँ छु अहिले त बच्चै छु म त हजुर हजुर भर्खर तरुणीको फकाउने हो तरुणीको च्याङ एकदम मिठो छ है बबल छ है यता पिउँदा हुन्छ दाजुहरू अनि साथीहरू अनि टुरहरू यता हुनुहुन्छ अलि बाटोमै पर्छ क्या हामी चाहिँ च्याङ हान्ने हो कि यता यिनी हुनुहुन्छ अनि यता हाम्रो दाजु अनि यता है मिठो च्याङ त छोड्नै हुन्न नि छोड्नु बजाइदिनु आज त हजुर तपाईँको कैसे आप लोग का स्वागत है मेरे वीडियो में मेरे वीडियो में नहीं है मेरा दोस्त का वीडियो में दोस्त अहिले दाजुलाई दोस्त भन्छ अहिले पुरै खान्छ है जेक्ने पुरा
अब चाहिँ जन्ती फर्किसक्यो है टोटल हाम्रो जन्ती फर्किसक्यो हामी देख्न सक्नुहुन्छ गाइस ए हो यति छ गाडी थाहा छैन हामी कुन गाडीमा पर्छ अब जुन गाडीमा परे पनि अब चिन्नु त परेन होइन गाइस मजाले कराउनु पर्यो कि हेर ए होक हजुर सर सुल्क्यो डन हाम्रो डन है दाजुहरूलाई अझै पुगेन छ कि हेर अझै रक्सी बाँडिरहेको छ कि है दाजु के छ खबर भन्नुहोस् न हजुरको यार खबर यस्तै छ यार ठिक छ छ्याङ रक्सी बार्दै ठिक्क छ यस्तै छ यतिको चाहिँ हुनुपर्छ ल केटाहरूले यस्तो जम्मू हानिदिन्छ यार आफू त सक्दिनँ यार के भन्नु